छैन नि। एउटा खानाको तृष्णालाई अथवा एउटा खाना खान मन परेको बेलामा अर्को खायो भने हामी सन्तुष्ट हुन्छौँ त। हजुरलाई आँप खान मन लागेको छ, आँप खान मन लागेको बेला आइसक्रिम खायो भने तपाईँलाई आँपको तृष्णा अथवा आँपको स्वाद मेटिन्छ? मेटिँदैन। त्यही भएर हजुरलाई चाहिँ रसबरी खान मन लागेको छ अनि हामीले ल्याएर हजुर दियो भने पनि तपाईँलाई हुँदैन। अनि आइसक्रिम खान मन लागेको छ, चिया खान मन लागेको छ, चियामा आँप राखेर खाउँ भन्न पनि हामीले सकिन्न। भन्न खोजेको यो सबै खुल्योपनाको आफ्नो आफ्नै भ्यालु छ। हामीभित्र पनि क्षमता छ, आफ्नो आफ्नो किसिमको क्षमता छ। हजुरको क्षमता र हजुरको क्षमता मेल खाँदैन। यो कुरालाई हामी बुझेर अगाडि जान्छौँ। अघि मैले भनेको थिएँ यो 5वटा हामी किन देखाउँछौँ भने हामीले एउटा साइकोमेट्रिक टेस्ट गरेका छौँ। त्यो साइकोमेट्रिक टेस्ट चाहिँ अमेरिकी मनोवैज्ञानिक हार्वर्ड गार्डनरले प्रतिपादन गरेको मानिसभित्र हुने क्षमताको आधारमा गरिएको छ। त्यो साइकोमेट्रिक टेस्ट चाहिँ विद्यार्थीको लागि भने छुट्टै छ, 15 वर्ष मुनिकाको लागि छुट्टै छ र 15 वर्ष माथिको युथहरूको लागि पनि छुट्टै साइकोमेट्रिक टेस्ट छ। त्यहाँ तपाईँको आफ्नो रुचि मापन हुन्छ, तपाईँको खुबी मापन हुन्छ र रुचि र खुबीको आधारमा क्षमता निस्किन्छ। क्षमताको आधारमा तपाईँ कुन तालिम लिने अथवा कुन विषय पढ्ने त्यसको आधारमा 3टा करियरहरूले चाहिँ तपाईँलाई अनलाइनबाट तपाईँले भरेको प्रश्नावलीको आधारमा चाहिँ तपाईँको 3टा करियरहरूले चाहिँ फाइन्डिङ गरिदिन्छ। यसको मतलब मान्छेको भाषिक क्षमता हुन्छ, विश्लेषणात्मक तार्किक क्षमता हुन्छ। मैले यो फलफुलको माध्यमबाट हजुरलाई देखाएको छु। यसलाई यसरी हेर्न सकिन्छ। संसारभरिका मान्छेहरूमा यी 5वटा क्षमता हुन्छ। यो 5वटा क्षमता हामी सबैमा छ, तर यो सबै क्षमता इक्वल हुँदैन हामीसँग। कसैमा भाषिक क्षमता बढी हुन्छ भने कसैमा विश्लेषणात्मक तार्किक क्षमता हुन्छ, कसैमा स्थलगत क्षमता हुन्छ नि, कसैमा व्यक्तिगत क्षमता हुन्छ भने कसैमा शारीरिक ह्यान्डी। अब हजुरहरू एआईको ग्रुपमा आउने साथीहरूलाई कुन क्षमता आवश्यक पर्ला भन्नुहोस् त? एनालाइटिकल र लोजिकलमा पहिलो चाहियो। त्यस पछाडि हजुर मेसिनसँग काम गर्नुपर्छ। एआई भनेको त अहिलेको मोडर्न टेक्नोलोजीसँग काम गर्नुपर्ने भएको हुनाले दोस्रो नम्बरमा हजुरसँग यहाँको शारीरिक यान्त्रिक क्षमता रहनुपर्छ। अब रोबोटिकको ग्रुपमा आउने साथीहरूलाई कुन क्षमता चाहिएला? रोबोटिकमा शारीरिक यान्त्रिक प्लस लोजिकलै चाहियो होइन। अब यसमा टोटल्ली भाषिक क्षमता मात्रै अब्बल छ। यो क्षमता त्यो एकदमै न्यून छ भने त्यो करियरमा ऊ जाँदाखेरि अप्ठ्यारो हुन्छ। उसले सके जति सफलता हात पार्न सक्दैन। त्यसैले अघि हजुरलाई मैले देखाएको 5वटा खानेकुराहरू यसरी फरक फरक हो। त्यो 5वटा खानेकुरा खाने मन हुन्छ मलाई। त्यो 5वटा खानेकुरा खाने मन भए पनि कुन खानेकुरा चाहिँ सबैमा बढी मनपर्छ भन्ने कुरा फरक छ नि त। कसैलाई आइसक्रिम बढी मनपर्छ, कसैलाई खजुर बढी मनपर्छ, कसैलाई आँप बढी मनपर्छ। त्यसैले हामीसँग भएको क्षमतालाई बुझेर हामी यो क्षमतासँग रिलेटेड करियरमा गयौँ भने हामी सफल बन्छौँ। त्यसले गर्दाखेरि यो कुराहरूमा अलिकति स्टडी गर्नुभयो भने हजुरलाई अहिले अन्तिममा क्युआर चाहिँ स्क्यान गर्नु लगाउँछु। त्यसले हजुरले गरेर इन्टरनेट भएको ठाउँमा सर्च गर्नुभयो भने 10 देखि 15 मिनटमा तपाईँको फाइन्डिङ आउँछ। युथकोमा गर्नुहुन्छ, हजुरहरू सबै 15 वर्ष माथिको हुनुहुन्छ, त्यो भएर हजुरहरू युथकोमा गर्नुहुन्छ। त्यसले गर्दाखेरि यो सबै कुराहरू चाहिँ सायद आजभन्दा अगाडि हामीले आफ्नो पक्षमा पढ्दाखेरि थाहा। व्यक्तिगत क्षमता यहाँनिर चाहिँ मैले भने एकजना साथी उठेर पढ्दिनु, हजुरले उठेर पढ्दिनु त साह्रो सरले पढेर सुनाइदिनुहुन्छ है त। व्यक्तिगत क्षमताभित्र के पर्दो रहेछ भने व्यक्तिगत क्षमता आफ्नो तथा व्यावसायिक शिक्षा अन्तर्गत औद्योगिक और सामाजिक परिचालन यो भनेको चाहिँ व्यक्तिगत क्षमता हुने मानिसहरूसँग यस्तो फिचर हुन्छ माथि दिएको। उनीहरू आफ्नो भावना तर्कसँग पनि सचेत हुन्छ। जस्तो म दार्शनिक हुन्छु, म सिद्धान्त प्रतिपादक हुन्छु भने मेरो भित्रको तर्कले चाहिँ अरूलाई पनि प्रभाव पार्न सक्ने मसँग तर्क हुनुपर्छ एउटा। अनि अर्को केसमा इन्टरपर्सनल र इन्ट्रापर्सनल हुन्छ। जस्तो म दार्शनिक हुन्छु भने पनि मैले अरूसँग व्यवहार गर्नु परेन, तर मेरो सिद्धान्त र दर्शनले अरूलाई प्रभावित पार्ने खालको मैले तर्क विश्लेषण गर्न सक्नु पर्यो। तर त्यही भित्र चाहिँ जस्तो म चाहिँ नर्स बन्छु भन्यो भने अथवा चाहिँ म परामर्शकर्ता बन्छु, मनोविद बन्छु भन्यो भने चाहिँ मैले अर्काको मनोभावना बुझ्ने खालको
क्यापेसिटी मसँग हुनु पर्यो। अरूको भावना समेत बुझ्न सक्ने भनेको त्यसमा इन्टरपर्सनल र इन्टरपर्सनल। इन्टर भनेको व्यक्ति आफ्नै, इन्ट्रा भनेको अर्को व्यक्तिसँगको समन्वयमा अरूको मनोभावना बुझेर इम्प्याथेटिकली व्यवहार गर्न सक्ने त्यो क्षमता भएका मानिसहरूमा आउँछ। अब हजुरले त्यहाँनिर त्यो वेबसाइटमा जानुभयो भने सबै डिटेलमा दिएको छ। त्यहाँ धेरै करियरहरू दिएको छ। त्यो करियरका नाम, करियरभित्र पढ्ने काम र त्यो करियरमा के विशेषताहरू हुन्छन् भन्ने कुरा पनि हजुरले बुझ्नुहुन्छ। यो सबै हामीले वेबसाइटमा राखेको सामग्रीहरू छ। अब यहाँनिर हेरौँ, यहाँ 3जना साथीहरू अगाडि आउनु साह्रै गर्ने हजुरहरू नै हाम्रो 3जना जस्तो हो। यो 3जना साथीहरू हुनुहुन्छ। अनि उहाँ चाहिँ सामान्य शिक्षाको धारबाट अगाडि बढ्नुभयो। अनि उहाँले चाहिँ प्राविधिक शिक्षा लिनुभएको छ। उहाँले चाहिँ व्यावसायिक तालिम भने उहाँहरूको 5 वर्ष पछाडि, अबको 5 वर्ष पछाडि चाहिँ को अगाडि पुग्छ होला कि करियरको सेक्टरमा? साथीहरूले भन्नुहुन्छ है। उहाँ यो चाहिँ जस्तो उहाँले सामान्य शिक्षा पढ्नु भएको छ, उहाँ ब्याचलर गरेर बस्नु भएको छ, उहाँले प्राविधिक शिक्षाले डिप्लोमा 3 इयर्स कोर्स गरिसक्नु भएको छ, उहाँले चाहिँ तालिम लिनुभएको छ भने अबको 5 वर्ष पछाडि उहाँ 3जना साथीहरू को अगाडि पुग्नुहुन्छ होला कि? भोकेसनल ट्रेनिङ होला। भोकेसनल ट्रेनिङ लिएको साथी अथवा हाम्रो देशको सन्दर्भमा भन्दैछु है मैले, हाम्रो देशको शिक्षा प्रणाली हो यो। हाम्रो देशको सन्दर्भमा त्यो सामान्य धारको चाहिँ अलरेडी बजारमा जान्छ कि मास्टर डिग्री पास गरेको धेरै साथीहरूले जागिर खोजिरहनु भएको छ। त्यहाँ ठुलो सङ्ख्या छ, लाखौँको सङ्ख्या क्युमा छ। 20को सङ्ख्या अझै पनि राज्यलाई पुगेको छैन। प्राविधिक जनशक्ति अहिले हाम्रोमा नपुगेर बाहिरबाट पनि आएर काम गरिरहनु भएको छ दाजुभाइ दिदीबहिनीहरूले। र व्यावसायिक तालिमको सेक्टरमा पनि हामी तालिमै लिँदैनौँ। त्यसले गर्दाखेरि के त पनि सम्भावना छ। थ्याङ्क यू हजुर। भन्न खोजेको के छ भने नेपाली सन्दर्भमा के भइदियो भने सरम्यामहरू करियर बिलिफ पनि 2 किसिमको भइदियो क्या। एउटा करियरप्रति नेगेटिभ बिलिफ भइदियो, जुन करियर चाहिँ हामी सिकेर गर्छौँ, तालिम लिएर गर्छौँ, त्यो करियरलाई चाहिँ हामीले करियरै मानेनौँ कि पढे लेखेको मान्छेले पनि प्लम्बर बन्छ र पढे लेखेको मान्छे पनि इलेक्ट्रिसियन हुन्छ र बारबार बन्छ र अनि उता चाहिँ बारिस्टा बन्छ र ब्युटिसियन बन्छ र अथवा चाहिँ टेलरिङमा जान्छ र जान हुन्छ र भनेर तपाईँ हाम्रो सोसाइटीको सोसियोलोजिकल कल्चरल भ्यूले हामीलाई त्यही गाइड गर्दै कि मसँग क्षमता छ र पनि म जान सकिनँ। फलानाको छोरी यदि पढेर त टेलरिङतिर गएछ भनिन्छ समाजले, बुवा आमालाई हेरेस गरिदिन्छ। अरू मान्छे, अरू आउने भाइ बहिनीहरूलाई पनि त्यसले के गर्छ? नेगेटिभ प्रभाव पार्छ। यो समस्या कहाँबाट आयो भन्दा हिजो हामीभन्दा अगाडिकोहरूले जुन एजुकेसन सिस्टम बनाइदिनु भयो, एजुकेसन सिस्टममा चाहिँ ब्लू कलर जब र व्हाइट कलर जबको कन्सेप्ट सोसाइटीले अलरेडी निर्धारण गर्थ्यो। अनि त्यसले गर्दा नेपालमा हामी बङ्गुर पालन गर्न सक्ने क्षमता हुँदाहुँदै आफ्नो स्रोत साधन पुरा गरेर बङ्गुर पाल्न सक्ने हैसियत भएर अरूलाई रोजगार दिन सक्ने हुँदा पनि हामी कोरियामा गएर अर्काको बङ्गुर ठाउँमा काम गर्नुपर्ने बाध्यता हुन्छ। अथवा हामीसँग खेतबारी बाँझो राखेर कृषिको काम गर्न हामी रोमानिया पुगिरहेको छौँ अहिले कि। त्यो कारणहरू सबै चिर्नको लागि अब हाम्रो स्कुल लेभलदेखि नै यो शिक्षा भाइ बहिनीहरूलाई दिनुपर्छ र अहिले हामी स्कुल लेभलमा काउन्सिलिङ गर्दैछौँ। काम आफैमा सानो ठुलो हुँदैन, सबै खाले जनशक्ति राज्यको लागि अपरिहार्य छ। डक्टरले गर्ने काम प्लम्बरले गर्न सक्दैन, प्लम्बरले गर्ने काम डक्टरले गर्न सक्दैन। तसर्थ प्लम्बरको आफ्नै भ्यालु छ, डक्टरको आफ्नै भ्यालु छ। अलरेडी व्हाइट कलर जबहरूलाई मात्रै हामीले प्रेस्टिज मानेर त्यतातिर जाने होइन है। ब्लू कलर जबहरू भनेको तालिम लिएर गर्ने 3D वाला जबहरू, डिफिकल्ट, डर्टी एन्ड डेन्जरस भनेको विशेष गरी खेती किसानमा गर्ने, तालिम लिएर गर्ने, मेसिनहरूसँग गर्ने कामहरू, यस्तो भोकेसनल ट्रेनिङबाट गर्ने कामहरूलाई चाहिँ अब प्रायोरिटी दिनुपर्छ भन्ने एउटा हाम्रो त्यो हो। र हजुरहरूले पनि यो कार्यक्रममा सहयोग गरिदिनुहुन्छ। आफ्ना घरको भाइ बहिनीहरूलाई, छरछिमेकीहरूलाई एकदम हामीले काउन्सिलिङ गर्न जरुरी भयो। र नेपालको सन्दर्भमा हेर्नुहोस्, जो भोकेसनल ट्रेनिङवाला जनशक्ति छ, त्यो उद्योग छ, कल कारखाना छ, त्यहाँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू काम गर्ने कामदार हुनुहुन्न। सबै पाकिस्तान र इन्डियाबाट आउनुहुन्छ दाजु दिदी। उहाँहरूले महिनामा कम्तीमा 1.5 लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ। तर हाम्रो मास्टर डिग्री पढेको दाजुभाइ दिदीबहिनीहरू महिनाको 20,000को जागिर नपाएर भोग्दारिनु भएको छ। लास्टमा गल्फ कन्ट्रीमा गएर न सिप छ, न प्राविधिक ज्ञान छ, यहाँको मास्टर डिग्री सर्टिफिकेटका काम छैन। अनि सस्तो श्रममा आफ्नो सस्तो पैसामा श्रम बेच्न बाध्य हुनुहुन्छ। यो सबै कारण पछाडि हामी प्राविधिक शिक्षा लिन पनि पछाडि पढ्यौँ र तालिमवाला जो व्यवसायिकतासँग रहेका सिप सिकेर हामी त्यहाँ जान सकेनौँ भन्ने कुरालाई हामी
अहिले चाहिँ हामी ढिलो भए पनि बुझेर यो क्षेत्रमा लागिरहेका छौँ र हामी सिप सिक्न आएको कारण पनि त्यही हो। अब यहाँनिर एउटा लाइफ लाइन छ सरनेमहरू। हजुरहरू 8 बजे पास गरेर 9 बजेमा गएको सम्झिनुहोस् त एकचोटि। हजुर 9 बजेमा पढ्दाखेरि हजुरहरूमध्ये 5 जना साथीहरू के हुनुभयो होला हेर्नु त यहाँ। मैले 5 जना साथी अगाडि ल्याउँदा नि हुन्छ, ढिलो भइसक्यो, म छिटो गर्छु, हजुरहरूलाई पनि धेरै टाइम वेस्ट गर्दिनँ। जस्तो एउटा साथी चाहिँ 8 पास गर्यो, अब म पढ्दिनँ, पढेर के ठुलो भएको छ र हाती ठुलो भएन भन्यो, काम खोजेर काम सुरु गर्यो। मैले महिनाको 2-4 कमाउनु थाल्यो, पैसा कमाएपछि उसलाई पनि आनन्द आयो, घरमा पनि पैसा दिने अब छोराले कमायो भन्नु थाले। उसले सिप पनि सिकेन, पढाइ पनि स्टप गर्यो, कमाउनु सुरु गर्यो। हेर्नुहोस् है, अगाडि गइसकेपछि लामो अनुभव चाहिँ भयो कामको, तर उसको आम्दानी चाहिँ कम भयो किनभने उसँग शैक्षिक डिग्री पनि धेरै छैन, सिप पनि सिकेको छैन। अर्को साथी चाहिँ के गर्यो, सिप सिक्यो, सिप सिकेपछि प्री डिप्लोमा कोर्स हुँदै काम सुरु गर्यो, उसँग प्राविधिक ज्ञान भयो, प्राविधिक ज्ञान भएपछि राम्रो काम पायो, आम्दानी पनि धेरै भयो। त्यस पछाडि उसले त्यति मात्रै बस्दैन, डिप्लोमा डिग्रीबाट यता ब्याचलर डिग्रीमा सिफ्ट हुन पनि पाउँछ, त्यहाँ गर्न पढ्न पनि पायो, उसले आम्दानीमा उच्च वृद्धि गर्यो। र अर्को साथी चाहिँ के गर्यो भने पढाइमा निरन्तरता दियो, म त पिएचडी होल्डर हुन्छु, डाक्टर लेख्छु भनेर थाल्यो, वर्षौँ लाग्यो, पढ्यो, धेरै किताब पढ्यो, दर्शन जान्यो, धेरै सैद्धान्तिक ज्ञान जान्यो, पढाइ धेरै राम्रो हो, गुणस्तरमा गएर आम्दानी गर्न सुरु गर्यो। पढाइ त धेरै छ तर आम्दानी ढिलो छ, कति पढ्यो कति होइन। अब अर्को साथी के गर्यो, सैद्धान्तिक ज्ञान भयो भने पढ्यो, काम पनि सुरु गर्यो, पढाइ र काममा निरन्तरता दिँदै गर्यो, समाज बुझ्यो, व्यवहार बुझ्यो, व्यवहारिक बन्यो, अलिअलि पैसा सुरुदेखि नै कमाउनु थाल्यो, आम्दानी उच्च वृद्धि गर्यो। केही साथीहरू चाहिँ के भयो, बाबाआमाले सम्पत्ति टन्न कमाइदिएका थिए, फलले पढ्छ जिन्दगीमा, मास्टरले झ्याउ गर्छ, ऱ्याक गर्छ, स्कुलमा भन्छ, स्कुलमै जानु छोडो है, रमाइलो स्वतन्त्र जिन्दगी बिताउनुपर्छ, एक बारको जिन्दगी किन दुःख गर्ने, किन टेन्स लिने भन्छ। मानिसको आलोचना गर्दै हिँड्नु सुरुमा, फुर्सद भएपछि मान्छेले के गर्छ, अरूको कुरा काट्छ, जब ऊ अलिअलि बिग्रिन थालेपछि हो अरूले उसको कुरा काट्न थाल्छन्। सुरुमा उसले फुर्सद गरेर अरूको कुरा काट्छ, अनि 5-7 महिना बरालेपछि फलानाको छोरो बिग्रेर फलाना छोरी पढ्नै छोडेर गाँजा भात खान थालेछ। सुरुवातमा के गर्ने, फुर्सद भएपछि मान्छे बिग्रिन्छ, खाली दिमाग चाहिँ कसको घरमा हुन्छ भन्ने। अनि अब त्यो तनावबाट मुक्त त हुनु पर्यो, मान्छेले भन्न थाले कुरा काटेपछि बरु गाँजा खाउँ, ड्रग्स खालौँ, लागुतिर लागौँ भन्छ, त्यता जान्छ, लास्टमा बेरोजगार हुन्छ। यो सिस्टममा हामीले बुझाउन खोजेको जीवन रेखा तपाईँले कुन बाटोमा जाने भन्ने तपाईँ हाम्रो हातमै छ। तपाईँ हामीले हाम्रो लाइफलाई अबको 10 वर्ष पछाडि कहाँ पुर्याउने भन्ने प्लानिङमा यसरी जान सकिन्छ भनेर हामीले दिन खोजेको छौँ। र हजुरहरूले पनि अलरेडी कुनै करियरमा इस्टाब्लिस हुनुहुन्छ होला, त्यसमा डेभलप कसरी गर्ने भनेर प्लानिङ गर्नुपर्नेछ। हामीसँग शैक्षिक डिग्री भएर केही पनि बिग्रिँदैन, शैक्षिक डिग्री सँगसँगै स्किल सिकौँ, टेक्निकल नलेजहरू सँगसँगै राखौँ। र करियर डेभलपमेन्टको प्रोसेस भनेको चाहिँ संसारभरि यही हो। तपाईँ चाहे युरोपियन कन्ट्री जानुहोस्, चाहे चीन, कोरिया, जापान जानुहोस्, अथवा गल्फ कन्ट्रीमा काम गर्न जानुहोस्, त्यहाँ नेपालै बस्नुहोस्, यसको प्रोसेस भनेको यही हो। 4वटा प्रोसेसबाटै जान्छौँ। सुरुमा आफूलाई चिन्नै पर्छ, आफूभित्रको चाहिँ कुन काम कतिको रुचिको विषय छ त्यसमा बुझेरै अगाडि जानुपर्छ। अरूले भनिदिएको भरमा हामी जाने होइन। नेपाली बजारमा भएका करियरप्रति हाम्रो सकारात्मक विश्वास भइदिया भए यहाँ चाहिँ असलमा न्यु रोडमा हुने कपडा सिलाउने कालीगढले एउटा सुट सिएर तपाईँ 15,000 तिर्नुहुन्छ। नेपाली दाजुले कोही दिँदैन थियो। तपाईँलाई तपाईँको घरमा चाहिँ नयाँ घर बनाउनु, इँटा टाइल ओछ्याउनु पऱ्यो, घन्टाको हिसाबले पैसा पड्काइन्छ, 6,000-7,000 लिन्छ। तपाईँ हामीले 25 वर्ष लाएर अफिसर भयो, हाम्रो दिनमा 12-15 कमिँदैन। हाम्रो प्राविधिक ज्ञानमा कति पैसा रहेछ भन्ने कुरो बा। अब 12 ट्रेनिङ लिएको छ, सबभन्दा कम लगानीमा हेर्नु त महिनामा 2-2.5 लाख रुपियाँ इन्कम हुन्छ। कपाल काट्नु परेको छ हामीले स्टाइल पारेर, हरेक फेसन आएको छ। अनि त्यो चाहिँ इन्डियाबाट आएको दाजुभाइले सबै पसल खोलिदिनु भएको छ, मजाले महिनामा 2-2.5 लाख रुपियाँ उहाँहरू कमाएर जानुहुन्छ। हामीसँग 10,000 कमाउने हैसियत रहेन। यो सबै समस्या भनेको हामीले यो तालिमलाई हेर्छौँ, भोकेसनल ट्रेनिङ व्यावसायिक सिपलाई हेरेको हुनाले हामी पछाडि परेको हो। तसर्थ यो सबै कुराहरूलाई चिर्नको लागि तपाईँ हामी सबै मिलेर अगाडि जानुपर्छ। तालिम लिएर आत्मनिर्भर बन्ने मात्रै होइन, अरूलाई पनि रोजगार दिने हामी सक्षम त हामीसँग छ। आफू पढ्दा अरूसँग रोजगार माग्न जाने भन्दा पनि यो क्षेत्रमा हामी गयौँ भने थोरै लगानी गरेर बिस्तारै बढाउँदै गयो भने भोलि हामी सबै मान्छेलाई रोजगार दिने, हामी उद्यमशील बन्न सक्छौँ, हामी उद्योगपति बन्न सक्छौँ। व्यावसायिकतालाई विस्तार गर्ने चाहिँ हामी राज्यको एउटा असल नागरिक बन्न सक्छौँ भन्ने कुरामा हामी यहाँ भन्छौँ। र करियरमा मैले अन्तिममा हजुरलाई एउटा कुरा थप्छु, करियर भनेको त्यस्तो हो तपाईँ जहाँ खुसी साथ बाँच्न सक्नुहुन्छ। जागिर भनेको त्यस्तो हो त्यहाँ तपाईँ जबरजस्ती गरिरहनु भएको हुनसक्छ।
मान्छेले जीवनमा जागिरे मानसिकता भन्दा पनि हामीले करियर ओरिएन्टेड भएर लागौँ। करियरमा तपाईँभित्रबाट सबै क्षमता प्रयोग भएको हुन्छ, तपाईँको सामाजिक पहिचान हुन्छ, तपाईँले सामाजिक रूपमा योगदान गर्नुभएको हुन्छ, तपाईँ रिटायरमेन्ट पछि पनि तपाईँको क्षमता प्रयोग गरेर इन्कम गरिरहनु भएको हुन्छ, निरन्तर आम्दानी भइरहेको हुन्छ, मान्छे ह्याप्पी हुन्छ। करियरमा ह्याप्पिनेस नै सबभन्दा ठुलो सम्पत्ति रहेछ संसारको। अहिले पैसा तिरेर किन्न नसक्ने कुरा एउटा मात्रै छ संसारमा, खुसी। त्यो खुसी हामीभित्रै छ, हामीले नै बनाउने हो। त्यो खुसी चाहिँ जब तपाईँ करियरमा सफल हुन्छ, तपाईँको करियर समयको विकास हुँदै जान्छ, अनि मात्रै ह्याप्पिनेस आउँछ, नत्र अरू कुराले आउँदैन भन्ने कुरा हामी जोड्दै हजुरहरूलाई मैले यो छोटो समयमा यति कुरा सेयर गरेँ। सुनिदिनुको धन्यवाद। र अर्को मैले हजुरलाई चाहिँ यहाँ क्युआर दिन्छु। अघि भनेको यो क्युआर स्क्यान गर्नुभयो भने अघि भनेपछि हाम्रो चाहिँ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको वेबसाइटमा हजुरलाई कनेक्ट गर्छ। त्यहाँ हजुरले जिमेल अकाउन्ट बनाउनुहुन्छ। जिमेल अकाउन्ट बनाउने बित्तिकै उसले तपाईँलाई वेलकम गर्छ, रजिस्टर गर्छ वेबसाइटमा। अनि रजिस्टर गरेपछि हजुरलाई प्रश्नहरू पठाउँछ, रुचिको पठाउँछ, खुबीको। त्यहाँ इङ्ग्लिसमा भर्न इङ्ग्लिसमा भर्न मलाई इङ्ग्लिस पनि छ, नेपाली दुइटै छ। इङ्ग्लिस नेपाली कुनै एउटामा भर्नुहुन्छ। सर र भर्दै जानुहोला।